हेलो गाइज, वेलकम टु माई न्यू ब्लग गाइज। यो ब्लगमा तपाईँलाई स्वागत छ गाइज। आज चाहिँ घरमा कोही पनि नभएको कारणले आज म चिया बनाएर खान लाग्यो गाइज। मैले गाइज चिया नि बसालिसकेँ। अब यही चियासित मैले बिहान रहेको रोटी यही दुईटा रोटी छ। यही रोटीसित म अब चिया खान्छु, चिया र रोटी खान्छु। यति खाएपछि चाहिँ गाइज मलाई हल्का शक्ति मिल्छ। यही शक्तिबाट अब मैले यही चिया र रोटी खान्छु। अनि गाइज यस्तो गर्मी के यस्तो 3-4 बजेतिरको यस्तो गर्मी। अनि गाइज यतापट्टि फेरि चिया पाकिसक्यो। यही चिया र मैले रोटी खाने हो। अब यो चियालाई मैले गिलासमा हाल्छु। गिलासमा हालेपछि चाहिँ यही चिया र रोटी खान्छु। खाएपछि अनि म भाँडासाँडा माझेर अनि त्यसपछि बाख्रा डोर्नतिर जान्छु। अब मैले गाइज गिलासमा चिया हालेँ। चिया हालेपछि चाहिँ अब म यही चिया र रोटी खाने हो गाइज। अनि यही दुईटा चियासित जस मलाई मस्त मजा आएको थियो जस खान। अनि गाइज यता मैले फेरि चिया खाएपछि चाहिँ मैले भाँडा मान्नतिर लागेँ। भाँडा माझेँ अनि भाँडा माझिसकेपछि चाहिँ मैले अब बाख्रा डोर्नेतिर तर्फरमा लाग्लाएँ। अनि गाइज यता भने यस्तो गर्मी हुन्थ्यो, त्यही भएर मैले अब धमाधम बाख्रालाई बान्नतिर लागेँ गाइज। मस्त बाख्रा बाँध्दाखेरि चाहिँ बाख्राको उति दौडिरहेको थिएँ। मैले छोप्दै बाँध्दै गरेर अनि गाइज मैले अब बाख्रा साख्रा डोरेर नि भ्याइसकेँ। यति गरेपछि चाहिँ अब गाइज मलाई गर्मी भएको थियो। यस्तो घाममा बाख्राले यताउति दौडाइदिनु भएकोले यस्तो गर्मी थियो। त्यस्तो टन्टपुरै घाममा मैले बाख्रा डोरेँ। यति डोरेपछि गाइज अब मैले भात बसाउनुतिर लागेँ गाइज। अब किनकि अब मम्मी आउने बेला नि हुन लाग्थ्यो के अब हुन लाग्थ्यो। अनि त्यसपछि मैले भात सात बसालेपछि त यता दुईटा साथीहरू आएको थियो। अनि यिनीहरू यहाँ गेम खेलिरहेको थिए, कार गेम। यिनीहरूलाई बिचराहरूलाई मजा आइरहेको थियो कार गेमबाट। त्यसपछि म यता केटाकेटी के खेल्छन् भनेर सोध्न गएको त फिल इन द ब्ल्याङ्क्स खेलिरहेको छु भन्दै थिएँ। त्यसपछि एउटा भाइ यता निहुरेर बसिरहेको थियो, एउटा बहिनी फेरि लचाएर टुक्कै भएको थिइन्। त्यसपछि यस्तो पान्नामा त्यो फिल इन द ब्ल्याङ्क्स खेलिरहेको थिएँ गाइज। अनि यिनीहरू खेलेर अनि म यता आएँ तिनीहरू खेल्नुन् भनेर म यता आएँ घर आउँदाखेरि कुकरमा चाहिँ सिटी नलागेको कारणले हेरेँ त्यहाँ ग्यासमा बसाल्छु गरेर हाम्रो ग्यास सोलो भएको कारणले हैरान के फेरि गाइज यार हैरान भएको थिएँ। त्यसपछि यो वाइफाई नचलेर यताउति हैरान भइरहेको थियो। झनै म यताबाट उसो गरेँ यताबाट उसले गर्थ्यो। हैरान भएर मलाई आपत पर्थ्यो गाइज यार वाइफाई नचलेर 3-4 दिन भयो। अनि गाइज अँध्यारो नि भयो। अनि मम्मी नि आइपुग्नु भयो। आएपछि चाहिँ मैले यता आएँ हेरेँ यस्तो अँध्यारो थियो, पानी पर्ला जस्तो लाग्यो गाइज। अनि त्यसपछि त अब गाइज अब के भन्नु छ र